वेलकम टु आवर न्यू भिडियो। यस भिडियोमा हामी तपाईहरुलाई नवलपरासी पश्चिम जिल्लामा अवस्थित ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको रामग्राम क्षेत्रको अवलोकन गराउन गइरहेका छौं, जुन चाहिँ परासी बजारदेखि करिब 3 किलोमिटरको डिस्टेन्समा रहेको छ र भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहुनेछ भन्ने आशा रहेको छ। हामी आज नवलपरासीको रामग्राममा आएका छौं। यो चाहिँ हाम्रो गौतम बुद्धको मावली भनेर चिनिन्छ र 2-3 जना साथीहरुसित अगाडि जाँदै हुनुहुन्छ। फर्स्टमा हामी चाहिँ यहाँनिर रहेको स्तूपको अवलोकन गर्न जाँदैछौँ, जुन चाहिँ गौतम बुद्धका मावलीहरूको वंशजहरूको अस्थिहरू राखेर निर्माण गरिएको विश्वास गरिन्छ र यसको ऐतिहासिक पृष्ठभूमिको बारेमा म यहाँका स्थानीय साथीहरुसित पनि सोध्नेछु। हेलो ल, हाम्रो रामकृपाल शर्मा है। ल, हामी आज यहाँ गौतम बुद्धको मावली रामग्राम स्तूपमा आएका छौँ है। यहाँका केही रमणीय दृश्यहरू यहाँको विशेषता के छन् हामीलाई बताउनुहोस् तपाईले हैन, यहाँको स्थानीय तपाई। हजुर, अब यहाँ यस्तै हो हैन, यहाँ विशेषता यही हो भने यहाँ कोलिया वंशको चाहिँ अष्ट धातुहरू प्राप्त भएको छ र यहाँ के विश्वास गरिन्छ भने गौतम बुद्धको मावली यो रामग्राम। गौतम बुद्धको मावली कोलिया वंशको थिए? कोलिया वंश हैन। र यहाँ के उहाँहरूको अष्ट धातु पाउनु भएको छ है। यो हाम्रो स्तूप, यो स्तूपको मान्यता के छ कि यहाँ कुनै त्यो वंशको केही यसमा छ कि त्यो अष्ट धातुहरू, त्यसको अष्ट धातु भएको स्तूप हैन। केही थोरै भए पनि स्तूप राखेर स्तूप बनाउँदाखेरि राखेर बनाइन्छ हैन। स्तूपको टाइपहरू पनि थिए, के टाइप थिए रे? टाइप त थाहा भएन। स्तूपको मान्यता यो हो कि त्यहाँ केही न केही त्यो वंशको वंश केही नै हुन्छ, अस्थि धातु खरानी अथवा केही होला। यहाँनिरको भ्यू हामी तपाईहरुलाई देखाउन गइरहेका छौँ। यो चाहिँ हाम्रो स्तूपा। कहाँ राखेछ उत्खनन गरेर? कुइरेन टेम्पलमा राखेछ। यहाँ उत्खनन गरेर पाइन्छ अवशेषहरू। सकेसम्म त यहाँ त राजधानी नै थियो नि त। यहाँको जमिन पुरा रोक्का गरेको छ। सरकारी जमिन हो यो? आई थिंक यसको केही क्षेत्रमा। रामकृपाल सर, अन्त छ यार। तपाईँ यहाँ चाहिँ डेटिङ चाहिँ कतिको आउनुभयो त? अन्त छ 1-2 जम्मा। अरू के छ त यहाँ यस्तो स्पेसल त यहाँ? त्यो सेतो चरालाई के भन्छ? सारस हैन? बुद्धको सारस। तर त्यो चाहिँ सारस हैन, सानो चाहिँ चरा। के हो त्यो? बुल्लो सारस त पपुलर हुन्छ नि त। उता थियो नि त, उता म बस्छु नि ठ्याक्कै त्यसमा सारस रामकृपालको साथीहरू चाहिँ उता हुनु रहेछ। उतातिर हाम्रो सरसफाइ कार्यक्रम चलिरहेछ। शिखर फटुवा त्यतातिर हाम्रो गौतम बुद्धले तपस्या गर्दा बसेको रुख बोधिचित्तका रुखहरू छन् भनेर भन्ने गरिन्छ। सायद यिनीहरू बोधिचित्तका रुख होलान्। हाम्रो साथीहरूले फोटो खिच्दैछन् यहाँनिर र यहाँको ऐतिहासिक र पुरातात्विक महत्त्व तथा यहाँ उत्खनन गर्दाको डिटेल्स, म्याप लगायत विभिन्न डिटेल्सहरू यहाँनिर राखिएको रहेछ, जुन बोर्ड तपाईहरु देख्न सक्नुहुन्छ। अनि योभन्दा थोरै अगाडि बोधिचित्तको रुख मुनि गौतम बुद्धको मूर्ति राखिएको छ। गौतम बुद्धले तपस्या गर्ने क्रममा बोधिचित्तको रुख मुनि तपस्या गरिएको विश्वास गरिन्छ र हाम्रो स्तूपको केही नजिक अर्को एउटा स्तम्भ अनि सानो मन्दिर जस्तो हाम्रो स्ट्रक्चर यहाँ रहेको छ, जसको हामी तपाईहरुलाई अवलोकन गराउन गइरहेका छौँ। र यस अगाडि रहेको यो स्तम्भ तपाईहरु देख्न सक्नुहुन्छ। वर्ल्ड पीस नेपाल प्रोस्पेरिटी भनेर हाम्रो यहाँनिर एउटा स्तम्भ रहेको रहेछ। अनि यहाँ हाम्रो
जुन चाहिँ पृथ्वीनारायण शाहको स्टाइलमा बनेको छ। वाट थाई रामग्राम देवल भनेर चाहिँ यो थाइल्यान्डले बनाएको म्युजियम हुनुपर्छ यहाँसम्म। वाट थाई का हो म्युजियम चाहिँ हाम्रो गौतम बुद्धको बुद्धिस्ट रिलिजियन सम्बन्धी म्युजियम रहेको छ। यहाँनिर यो कीर्ति अनि बुद्धको मूर्ति देख्न सक्नुहुन्छ। हाम्रो साथीहरू यहाँ फोटो खिच्न बिजी छन् अनि यतातिर हाम्रो बुद्धिस्ट मङ्कहरू पनि यहाँ बस्नु हुँदो रहेछ। अनि यो हाम्रो सङ्ग्रहालय चाहिँ एकदम वेल डेकोरेटेड देखिन्छ। अब थाइल्यान्ड सरकारले बनाएको भएर पनि होला। हमार गुन्जे सर चले झुला खेल्ने झुल रहे इधर। अनि यतातिर हाम्रो कमलको फुलहरू रहेको छन् यहाँनिर देख्न सक्नुहुन्छ तपाईँहरूले। कमलको फुल चाहिँ अहिले घाममा लागेको भएर फक्रिसकेको चाहिँ छैन। सर यो ढुङ्गामा मुला फलाएको हो यो कपडामा। थाईहरूले चाहिँ हाम्रो ढुङ्गामा मुला फलाएको छ। यतातिर चाहिँ हाम्रो गरगहनाहरू नास्ता पसलहरू रहेको छ। अनि हाम्रो यो लोकल टेक्नोलोजी युज गर्दा बस्ने टेबललाई लोकल टेक्नोलोजी युज गरेर हाम्रो साइकलको टायरहरू युज गरेर बनाएको छ। यो यहाँनिर एउटा युनिक किसिमको साइकल रहेको छ। यसको पछाडिको सिटलाई यसो सिसा राखेको छ भने अगाडिपट्टि बाँसको हाम्रो बकेटमा फ्लावर्सहरू छन्। यतातिर झुलाहरू बनाइएको छ। यहाँनिर पानी खाने गाग्री राखिएको छ भने यतातिरको हाम्रो यो पोखरी भयो। पोखरीमा माछाहरू छन्। म हजुरहरूलाई म्युजियमभित्रको यी सबहरू देखाउन गइरहेको छु। यहाँनिर हाम्रो एउटा ठुलो घन्टा बेल रहेको छ। यतातिर पनि एउटा बेल रहेको छ। यसमा थाई ल्याङ्ग्वेजमा लेखिएको छ। साइडमा दुईवटा छुट्टै मूर्तिहरू रहेको छ। अनि बुद्धको मूर्तिको वरिपरि ड्र्यागनहरू देखाएको छ। अनि यतापट्टि वाइट यतापट्टि येल्लो बुद्धको मूर्ति रहेको छ। यदि तपाईँहरू पनि यस परासी बजार आसपास हुनुहुन्छ भने यस ऐतिहासिक स्थल रामग्रामको भ्रमण गर्न सक्नुहुन्छ। र भिडियो अन्तिमसम्म हेर्नुभएकोमा सबैलाई धेरै धेरै धन्यवाद।